हामी चाहिँ अब ओल्ड टाउन जाँदैछ। अहिले हामी चाहिँ अल्बुफेराबाट ओल्ड टाउन घुम्न जाँदैछौँ। हाई गाइस, वेलकम टु माई नेक्स्ट भिडियो। तपाईँलाई म स्वागत गर्न चाहन्छु यो जसु ब्लगमा। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। आज चाहिँ म तपाईँहरूलाई अल्बुफेराको ओल्ड टाउन भन्ने ठाउँ घुमाइरहेको छु। आउनुहोस् हामी सँगै घुमौँ है त। अल्बुफेराको ओल्ड टाउन भन्ने ठाउँ कस्तो छ भनेर म तपाईँलाई देखाउन चाहन्छु है त। सो सँगै भिजिट गरौँ होला है त गाइज। अनि यता चाहिँ हामी छौँ होइन। आई हेभ माई ब्युटिफुल फ्रेन्ड। गाइस म तपाईँहरूलाई त्यहाँ पुगेपछि ओल्ड टाउन अलगावको एकदम राम्रो बिच अनि भ्यूहरू देखाउँ। अहिले चाहिँ हामी गान्धी पार्कमा छौँ है। यो गान्धी रिसमनको चाहिँ होइन, यो अल्बुफेराको गान्धी पार्क हो यो चाहिँ। त्यहाँ घडी चोक, यता पछाडि चाहिँ जुका चोक, घडी चोक, यहाँ चाहिँ अनौठो चोकहरू छन्। अनि यतापट्टि हेर्नुहुन्छ भने छाता राम्रोसँग उडाउनु होला। यतापट्टि हुन्छ राम्रो राम्रो 5 स्टार होटलहरू छ, क्याफेटेरियाहरू छन्। यहाँ चाहिँ हाम्रो गान्धीको मूर्ति छ। यो गान्धी स्मल गान्धी चोक अल्बुफेराको। ल हामी चाहिँ अल्बुफेरा भन्ने ठाउँमा न्युटनमा बस्छौँ। तर अनि अहिले हामी जाँदै गरेको चाहिँ ओल्ड टाउन है त। यस्तो राम्रो राम्रो ठाउँ छ कि यहाँनिर। पोर्चुगलको एउटा राम्रो सिटी भनौँ न अल्बुफेरा चाहिँ। ल सो आज चाहिँ तपाईँहरूलाई म यहाँबाट के मतलब कस्तो कस्तो होटलहरू छ होइन ओल्ड टाउनमा, अनि मार्केटहरू कस्तो कस्तो छ म तपाईँलाई देखाउँछु है त। र फाइनली हामी चाहिँ यहाँ अल्बुफेरामा कन्टिनेन्टे भन्ने एउटा मार्केट पनि छ है, ठुलो। तपाईँलाई केही सामान चाहिएमा यहाँ पनि आउनु सक्नुहुन्छ, सबै सामानहरू पाउनुहुन्छ। यो चाहिँ हामीले काम गर्ने, म चाहिँ इन्टरमाछीमा काम गर्छु। इन्टरमाछी भन्दा ठुलो मार्केट छ है यो चाहिँ, यो कन्टिनेन्टे अल्बुफेराको। अनि त्यहाँदेखि तपाईँ उता दाहिनेपट्टि देख्नुहुन्छ, उतापट्टि त्यता चाहिँ पिङ्गा दोस छ। म तपाईँलाई देखाउँछु, तर यहाँबाट चाहिँ नदेखिँदो रहेछ, भरे देखाउँछु है त। त्यसकै अगाडि फ्रन्टमा यहाँनिर अर्को 4 स्टार होटल चाहिँ कन्टिनेन्टे मार्केट है। हामी चाहिँ भित्र गइरहेको छौँ। जे भन्नुहुन्छ त्यही पाउनुहुन्छ यहाँनिर। एकदम ठुलो मार्केट हो अल्बुफेराको। हामीले काम गर्ने इन्टरमाछी भन्दा ठुलो न्युटनमा अर्को ठुलो इन्टरमाछी मार्केट छ। त्यो पनि म तपाईँहरूलाई अर्को ब्लगमा देखाउँछु है त। सो जाउँ अब हामी भित्र। के पाइन्छ म सब देखाउँछु है त, अरूलाई त खिच्न मिल्दैन। हामी चाहिँ माथि गइरहेछौँ। हेलो, कहाँ छौँ हामी? ठिक छ, हामी कन्टिनेन्टेमा गइरहेछौँ माथिपट्टि। यहाँ चाहिँ खानेकुराहरू छ। बर्गर किङ ठुलो मार्केट छ यहाँनिर। खाने ठाउँ, बसेर खाने ठाउँ। यहाँ चाहिँ मिउ है, यहाँ सिमहरू पाउनुहुन्छ। मैले यहाँबाट सिम पनि बनाएको थिएँ। यहाँ पिज्जा हट। अनि त्यसै गरी म तपाईँलाई यहाँदेखि देखिने एकदम राम्रो यहाँनिर खानेकुराहरू यहाँनिर धेरै मान्छेहरू छ, उता देखाउनु मिल्दैन। त्यो बाहेक खानेकुराहरू छ यता। अनि यहाँ चाहिँ यस्तो छ, एकदम राम्रो छ। घाम लागेको भए चाहिँ एकदम राम्रो हुन्थ्यो होइन, बसेर खाने ठाउँ। समर बेलामा चाहिँ एकदम राम्रो छ यो ठाउँ। तपाईँहरू आएर यहाँनिर हेर्न सक्नुहुन्छ बसी त्यसरी। यस्तो राम्रो ठाउँ छ कि समरमा चाहिँ तपाईँहरू बसेर खान सक्नुहुन्छ। देखाउँछु, पानी पर्दा पनि गइरहेको छु साथीलाई उतै राखेर। यहाँ समुद्रको साइडमा चिसो हावासँगै है कफी खाने होइन, यहाँ आएर अनि भ्यूमा इन्जोय गर्न सक्नुहुनेछ। देख्नु है कस्तो राम्रो सिन। यहाँ चाहिँ समुद्र छ है, यो चाहिँ समुद्र। अहिले चाहिँ कालो बादलले गर्दाखेरि त्यति क्लियरहरू देखेको छैन। कस्तो राम्रो देख्नुभयो त, कस्तो राम्रो देखेको छ होइन। ल यदि कन्टिनेन्टे मार्केट आउनुभयो भने चाहिँ यहाँको भ्यू चाहिँ नबिर्सिनु होला। यहाँ आएर कफी खाएर भ्यू हेर्दै बस्नु होला। आउनु न, हामी चाहिँ फेरि मुनि गइरहेको। मुनि चाहिँ मार्केटहरू छ, होलसेलहरू गर्नको लागि। लिएर लुक्कै भयो है। होलसेलको लागि चाहिँ उता देखाइदिन्छ एकचोटि सर।
मुनि त भिजेर लुप्लुप्पै भइएछ ओहो ल गाइस फाइनली हामी चाहिँ बिच साइडमा आइसक्यौँ यहाँनिर समुद्र देख्नुहुन्छ त्यो समुद्र घरहरू बादल लागेर धेरै कस्तो देखिरहेको छ पानी त माथि 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 आइसकेछ है त्यस्तो देख्नुहुन्छ तपाईँहरूलाई म यस्तो राम्रो नजारा देखाउँछु वेट गर्नु होला यहाँ चाहिँ यस्तो सुविधाहरू पनि छ अब हामी आइपुग्यौँ ओल्ड टाउनको अलगा बिचमा यो चाहिँ वर्ल्डकै थर्ड राम्रो बिच भन्छ है दाइ घाम लाग्दा झन् कति धेरै राम्रो लाग्छ साथी चाहिँ त्यो छाता उडेर कस्तो राम्रो छ है यहाँ अगाडि चाहिँ मान्छेहरू उभिरहेको यहाँ चाहिँ अहिले पानी पर्ने सिजन हो त्यही भएर एकदमै पानी परिरहेको छ जाडोबाट पानी पर्छ त्यसपछि चाहिँ समर सुरु हुन्छ समर सुरु भएपछि तपाईँहरूले यहाँनिर देख्नुहुन्छ यहाँनिर खुट्टा राख्ने ठाउँ पनि हुँदैन एकदमै फुल आउट कन्ट्रीको मान्छेहरू आउँछन् धेरै है आउन थालेको छन् लगभग तर वा 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 यति राम्रो छ है ल साथीहरू मैले चाहिँ एकदमै इन्जोय गरेँ यो ओल्ड टाउन होइन एकदम धेरै राम्रो ठाउँ छ तपाईँहरू पनि अल्बुफेरा घुम्नु आउँदै हुनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ एकदमै नछुट्टाइकन घुम्नुहोस् म चाहिँ पानी परेको भए पनि एकदम घुमेर एकदम इन्जोय गरेँ सो तपाईँहरू पनि आउनुहुन्छ भने एकचोटि आउनुहोस् भिजिट गर्नुहोस् ओहो यस्तो राम्रो छ भिडियोमा देखिराख्नु भएको छ नि सबै त्योभन्दा धेरै राम्रो छ प्रत्यक्ष देख्नुभयो भने आउने होइन त अल्बुफेरा घुम्नलाई ल तपाईँहरूलाई पनि आउनुहोस् घुम्नुहोस् भन्न चाहेँ है त मैले ल अब म तपाईँहरूलाई अल्बुफेराको यस्तै यस्तै ठाउँ अनि अलगावको अरू ठाउँहरू पनि घुमाउने छु है त म जता जता घुम्छु त्यहाँको भिडियो चाहिँ म तपाईँहरूलाई सेयर गर्नेछु हामी चाहिँ जाँदैछौँ तलतिर फेरि यहाँ घाम लाग्दाखेरि एकदम धेरै राम्रो हुन्छ कि घाम नलाग्दाखेरि चाहिँ पानी परिरहेको छ राम्रो मान्छेहरू अलिकति छन् बेलुका त यति धेरै मान्छे हुन्छ यहाँ समरमा खुट्टा राख्ने ठाउँ नि हुँदैन यस्तो राम्रो राम्रो क्लबहरू छ बारहरू छ है इन्जोय गर्न सक्नुहुन्छ तपाईँ आउनु होला बेलुकाको टाइममा घुम्नलाई अब फेरि यहाँको चाहिँ हामी आएकै बेला लिफ्ट बन्द भएछ फेरि अब के गर्ने होला ओहो लिफ्टै बन्द भएछ हौ लिफ्ट नै बन्द भयो अब यताको नजारा यस्तो छ यहाँ चाहिँ लिफ्ट पनि छ यसलाई चाहिँ खाल्टा पनि भन्छ तल ओर्लियौँ म अब सरर लाएर म तपाईँहरूलाई घुमाउँदैछु अल्बुफेरा बीच one of the best one of the famous beach रे के बीच चाहिँ होइन बीच रे के एकदम राम्रो ठाउँ छ यदि आउँदै हुनुहुन्छ भने अल्बुफेरा घुम्नलाई आउँदा हुन्छ एकदम धेरै रमाइलो ठाउँ छ आउनु होला घुम्नलाई अल्बुफेरा दिस इज अल्बुफेरा लभ अरे के
यत्रो टाढो पुगेपछि त होइन एउटा भिडियो त अब अल्बुफेरामा चढेर बनाउनै पर्यो कि कसो गाइस। अनि ऊ चाहिँ मसँगै गएको साथी होइन, मसँगै बस्ने मेरो रुममेट। अनि उसले पनि भिडियो सिडियो बनायो, एकछिन इन्जोय गऱ्यौँ। अनि हामी चाहिँ फेरि अर्को साइड मार्केट साइड घुम्नतिर लाग्यौँ। उसलाई पनि यसो भिडियो सिडियो बनाइदिएँ मैले होइन, मेमोरीको लागि त हो होइन, साथीसँग छुट्टिनु परिहाल्छ एक दिन न एक दिन, त्यही भएर। ल अब सबैजना यस्तो पानी माथि माथिसम्म आएको रहेछ नि त, त्यही भएर यहाँको मान्छेहरू चाहिँ कोही छैन। हेलो अर्चना। ल एक दुई शब्द केही बोलिदिनु न, कस्तो छ अल्बुफेरा ठाउँ? एकदम राम्रो छ होइन, यहाँ बसेको 10 महिना जति लागिसक्यो, एकदम राम्रो। राम्रो समर टाइममा कस्तो हुन्छ होला फेरि भनिदेऊ न त, एकछिन त मोबाइल त छोडेर भनिदेऊ। बबाल हुन्छ। ल ठिक छ, अहिलेको मौसम चाहिँ एकदम राम्रो त छ, पानी रोक्यो भने पनि एकदम राम्रो घुम्नलाई। वाउ गाइस, ओ माय गॉड, भिजे पनि कस्तो नि ओ फिल, कस्तो आनन्द फिल भएको छ यहाँ आएर। हाई गाइस, हामी चाहिँ अलरेडी आइसकेको छौँ अल्बुफेराको बिचमा। म तपाईँहरूलाई एकदम राम्रो भिडियो बनाउने ठाउँ देखाउँछु, आउनुहोस्। एकदम धेरै राम्रो यहाँ यो बिचमा चाहिँ सबभन्दा राम्रो भिडियो बनाउने ठाउँ त्यही हो होइन। यो खाल्डोको सबभन्दा राम्रो ठाउँ चाहिँ आउनु, म तपाईँहरूलाई लान्छु होइन। अहिले चाहिँ पानी आइरहेको छ यहाँ माथि माथिसम्म, रेनिङ टाइमिङ हो नि त। अब यो रेनिङ सकेपछि समर लाग्छ, समरमा यस्तो राम्रो मौसम होइन, यस्तो राम्रो सिन, यस्तो राम्रो फोटो, यस्तो राम्रो भिडियो काहीँ पनि आउँदैन है अल्बुफेराको। यहाँ मुनिबाट चाहिँ माथिको ठाउँ यस्तो देखिन्छ है। यहाँ रेस्टुरेन्टहरू छ, एकदम धेरै रेस्टुरेन्टहरू छ। अनि एकदम धेरै राम्रो रेस्टुरेन्टहरू छ, यस्तो राम्रो ठाउँ। यहाँबाट चाहिँ यस्तो देखिन्छ समुद्र। यता भित्र चाहिँ सब रेस्टुरेन्ट र बारहरू छन्। यहाँ चाहिँ यस्तो राम्रो राम्रो सामानहरू पसलहरू छन्, सट्टा लाएर। गाइस हेर्दै जाउँला। ओइ राम्रो भइरहेछ। यहाँ गाउने चाहिँ एकजना राम्रो नेपाली दाइ हुनुहुन्छ, म देखाइदिन्छु ल। सामानहरू पाइन्छ। हेलो, पुरा बडी देखाइरहेको छ फेरि एउटाले चाहिँ। बियोस् होला नि त फेरि। यस्तो ठाउँ छ यहाँ चाहिँ। कुनामा हामी डुलिरहेछौँ। यहाँ चाहिँ सबै रेस्टुरेन्टहरू, यस्तो मार्केटहरू छ। भनिदिनुहोस् तपाईँहरूलाई कस्तो लाग्यो त ओल्ड टाउन घुम्नु भयो त? ओल्ड टाउन
ल साथीहरू भिडियो हेरेर लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला है त फेरि पनि अर्को भिडियोमा भेट्ने छु सी यू गाइस फेरि अर्को भिडियोमा भेटौँला है त